ढुकुरै कुर्लो खोला खेत खोला खेत माया खोला खेत नमरी बाटे खोला भेट माया खोला भेट अझै पनि यति मिठो गीत गाउन सक्नुहुन्छ अनि यहाँ वर्ष नि सुकिलो त गर्न हो न अब आमा एउटा साह्रै दुख्छ दुख छैन कि सुख छ ए ढिङ्गा पुरै बस्यो नि दुई भाइ छोरा हामी यहाँ छौँ फेरि एउटा गीत गाइदिउँ न आमा उकाली जानको चौलाटी ढुङ्गा खेताला बिसाउने मेरो त नानी ख्याल गर्ने बानी तिम्रो त रिसाउने अनि कति वर्ष पुग्नुभयो तपाईँ म त नानी 5 साल कि वर्ष पो थाहा भएन थाहा भएन 5 साल कि भनेपछि अहिले 82 साल भनेपछि कति वर्ष पुग्यो 77 78 79 80 81 82 83 77 वर्ष पुग्नु भयो 75 वर्ष लाग्यो होला हौ नानी 75 होइन नि 70 र 7 वर्ष 70 र 7 वर्ष यो टाउकामा यस्तो भयो कति वर्ष भयो पोहोर माघ 14 गते पोहोर माघ 14 गते यस्तै नि बसिराख्नु भएको हामी यस आमा तगडा हुनुहुन्छ यस्तो अवस्था भएर पनि बसिराख्नु भएको छ अझै गीत गाउन सक्नुहुन्छ कि एकदम गाह्रो हुन्छ आमा हुँदैन गाह्रो हुन्छ हामीलाई छोराछोरीले टेन्सन गर्छन् पिर गर्छन् भनेर नभनेको कि मरे भने चाहिँ मलाई केही पिर छैन बाबु मलाई बुढो पनि सँगै छ छोराछोरी पनि छन् फिस्रीका जान पाए हुन्थ्यो भन्छु आफूले भने जस्तो हुँदैन होइन यो साह्रै पोल्छ आमा पोल्छ टन्किन्छ बेला बेला चाहिँ अलिक चिन्नीको हुन्छ बेला बेला त छक्की छैन जस्तो हुन्छ अहिले दुखेको छैन अहिले अघि धोएदेखि चाहिँ अलिक दुखेको छैन अब चाहिँ सुर गर्छ जस्तो गर्छ दुख्न खोज्छ जस्तो गर्छ रातभरि चाहिँ सुत्नु हुँदैन पुरा आइए गर्नुहुन्छ त साह्रै दुखेर टन्केर पोलेर यहाँ यत्तिकै भित्र छेडे जस्तो गर्छ चल्नेमा अनि आँखा त अब पुरै गयो होइन अहिले मलाई देख्नुहुन्न नि के को देख्छ नि देखे त यो कहाँ पढ्नु कहाँ छ देख्दिनँ म कहाँ छु त मेरो अगाडि ससुराले बोली सुन्दा अन्दाज मात्रै गर्ने हो आँखा त बन्दै देख्दिनँ नि यो आँखा देखिदियो त म किन यसरी बस्न र नि अनि यस्तो घाउ हुँदा पनि आँखा देखिदिए चाहिँ म अझै कुथिएँ भन्ने जस्तो लाग्छ लाग्छ नि लाग्छ नि हात खुट्टा केही भएको छैन भात कतिको रुच्छ भात त भन्दा मासु के खान मुलाको खुवाउँदैछन् अङ्गुरहरू अनार जुसहरू हरेकै खुवाउँदैछन् जे खानु मन लाग्छ त्यो मासु खान्छु भने अहिले कहिले ल्याउँछन् तर खाउनै लाग्दैन केही खानै मन लाग्दैन दुखेको बेला त एकदम दुख्छ होला नि आमा म खपिसक्नु अहिले सास जाँदा तेल दुख्छ दुखे मात्रै त हुन्छ यी दुइटै आँखा र यहाँ यत्तिकै मुखभरि यी अहिले कान्छी छोरीले धोइदियो अब यसरी अहिले त अलिक मजाले सुक्खा भएको यही धुतो लाउनु पर्ने रहेछ कि सधैँ नि अस्ति अरू के लाउनु भयो नि त त्यही भएर चाहिँ यस्तो हुन्छ खोइ के लाउनु भन्छ डाक्टरले त्यही लाउँछन् बाबैले बुढो मान्छे लाउनु पर्यो होइन मनको सन्चो पनि हो कि भनेर धेरै पनि बस्न सक्नुहुन्न आराम गर्नु यस्तो हुँदा पनि गीत गाउनु उहिले त डह्रो गीत गाउनुहुन्थ्यो होला यस्तो हुँदा त यस्तो गीत गाउनुहुन्छ आमाई डह्रो गीत गाउनुहुन्छ मलाई गीत गाउन तारा दमिनीसित काठमाडौँ नै लगिदिन्छु भनेको एउटा तुलराम भन्ने पर्दा तारा दमिनी त्यति राम्रो तारा थापा होइन दमिनी अरे त उहिलेकी बुढी तारा दमिनी दुलको रुन्थे मैले एउटा सिलोक भनिदिनु आमा कान्छी छोरीको नामबाट सिलोक भनिदिनु अरे सिलोक सौता छे घरमा बडा जडुलकी धन्की धनी उही भई न मेरा कुलमा न सासु ससुरा न मेरा माता पिता
मेरा कुलमा न छोरा छोरी छन् एक्ला कि एक्लै म त अब सुत्नुहुन्छ अब सुत्नु होला नि कोही बेच्न लाने को अब बोकेर लगिदिनु हो ठोकिन्छ ठोकिन्छ माल लगिदिनु बोकेर लानुहुन्छ कोही जानुहुन्छ खोइ यसो कान्छीले यसो गरेर लान्छ होइन माल लगिदिइहाल्नु बोकेर लगिदिनु हो बोक्दा ठोकिन्छ बोकेर म लान्छु त आमा होइन दुईजनाले लैजाएको ठोकिन्छ मलाई एक्लै लगिहालिन्छ नि बोकेर लगिदिनु त्यहाँ